सो कालो चस्मा छ भन्दैमा घामबाट बचाउँछ भन्ने हुँदैन है। युभी प्रोटेक्सन, पोलराइज र टिन्ट भने के हो हैन, तीनटा चस्माहरूको डिफरेन्स यो भिडियोमा है त। सबभन्दा पहिला हामी युभी प्रोटेक्सनको बारेमा कुरा गरौँ। युभी प्रोटेक्सन भनेको सबभन्दा मोस्ट इम्पोर्टेन्ट कोटिङ भयो सनग्लासेसहरू अथवा चस्माहरूमा है। यसले चाहिँ घामको विकिरणहरूबाट बचाउँछ है। यो भनेको चाहिँ छालालाई सनस्क्रिन लगाएको जस्तै आँखाको लागि चाहिँ सनस्क्रिनको काम गर्दछ। युभी प्रोटेक्सन एउटा नर्मल क्लियर खालको ग्लासमा पनि युभी प्रोटेक्सन हुन सक्छ। ग्लास कालै हुनुपर्छ भन्ने हुँदैन है। त्यसमा युभी प्रोटेक्सन छ कि छैन त त्यसले डिटरमाइन गर्छ। युभी रेजहरू तीनटा खालको हुन्छ, युभीसी, बी, ए। सी भनेको चाहिँ एटमोस्फियरमै हाम्रो ब्लक हुन्छ भने, बी चाहिँ हाम्रो स्किनलाई ट्यान गर्ने हैन, स्किनलाई बर्न गर्ने गर्छ भने, युभी ए चाहिँ हाम्रो आँखाभित्र पेनिट्रेट गर्ने क्षमता राख्छ। सो त्यही भएर युभी प्रोटेक्सन भएको चस्मा लाउनु चाहिँ एकदम जरुरी हुन्छ। सो सेकेन्डमा हामी कुरा गरौँ पोलराइज चस्मा मसँग यहाँ छ। पोलराइज भनेको खोलामा हैन, तालहरुमा त्यहाँ चाहिँ जुन लाइट टल्केर आउँछ ठोकिएर त्यस्तो खालको लाइटहरू हैन, हिउँमा जाँदाखेरि पहाडमा हिउँमा जाँदाखेरि त्यस्तो खालको लाइटहरू ठोकिएर रिफ्लेक्ट भएर आउँछ, त्यस्तो खालको लाइटलाई चाहिँ यसले ब्लक गर्ने हो। सो कन्ट्रास्टहरू बढाउँछ यसले हैन, क्ल्यारिटी बढाउँछ। तपाई घाममा जाँदाखेरि यसरी आँखा खुम्चेर हिँड्नुपर्छ नि त, हो त्यस्तो छ भने पोलराइज लायो भने कम्फर्टेबल हुने भयो। यदि पोलराइज मात्रै हो भने चाहिँ यसमा युभी प्रोटेक्सन हुँदैन है, डिफल्टली हुँदैन। अलग अलग खालको फिचर हो, फिल्टर हो है। काम कसरी गर्छ भन्दाखेरि यसमा यस्तो खालको फिल्टर हुन्छ जसले होरिजोन्टल लाइटहरूलाई चाहिँ ब्लक गर्छ, भर्टिकल मात्रै पास हुने गर्छ, जसले गर्दाखेरि क्लियर देखिने हो। टिन्ट भनेको के हो भन्दाखेरि कलर गर्ने है, के कुरालाई पनि कलर गर्नलाई टिन्ट भन्छ। सो नर्मल खालको एउटा सिसामा कलरिङ गर्ने हैन, कालो कलर, रातो कलरहरू, पिङ्क यसरी टिन्ट गर्ने है। सो टिन्ट भनेको मेनली तपाईको एस्थेटिक, फ्यासन रिलेटेड हैन, स्टाइलको लागि युज हुने भयो। सो यो ग्लास चाहिँ टिन्ट हो। अब यो टेस्ट गर्नको लागि चाहिँ हामीसँग एउटा टेस्टरहरू हुन्छ हैन, तपाईको आई क्लिनिकहरुमा हैन, आई हस्पिटलहरुमा अप्टिकलमा चाहिँ एउटा टेस्टर हुन्छ। अब त्यो लाएर थाहा हुन्छ यो हो कि हैन पोलराइज भनेर है। अब टेस्टरहरू छैन भने चाहिँ तपाईले दुईटा चस्मा लिने। यदि दुईटै पोलराइज्ड हो भने हैन, यसरी 90 डिग्रीमा राख्यो भने, यसरी राख्नु भयो भने आरपार देखिन्छ, यसरी राख्नु भयो भने चाहिँ ब्लक हुन्छ। यसरी पोलराइज्ड हो कि हैन भनेर छुट्टिन्छ है त। आँखाको लागि कुन बेस्ट भयो भन्दाखेरि तीनटै भएको बेस्ट भयो है। आजभोलि चाहिँ अलि राम्रो खालको चस्माहरुमा चाहिँ तपाईको पोलराइज्डमा हैन युभी प्रोटेक्सनहरु भएकै आउँछ। कलर छ भने त टिन्टेड भइहाल्यो। सो राम्रो खालको चस्मा एउटा पोलराइज लिनु भयो भने युभी प्रोटेक्सन अनि टिन्ट भएरै आउँछ है। त्यही भएर जहाँ पाए त्यहीबाट चाहिँ तपाईले सनग्लासहरु किन्नु भएन है। टिन्ट मात्रै किन नराम्रो त है, उसको बारेमा बुझौं। के हुन्छ भन्दाखेरि हाम्रो आँखा भित्र जुन सानो पुतलीहरु हुन्छ, पिपल भन्छ हामीले हैन, त्यो चाहिँ छाया हुँदाखेरि ठुलो हुन्छ हैन। छाया भयो भने लाइट कम भयो, त्यो लाइट बडी भित्र जाओस् भनेर भित्रको पिपल फुल्ने हो हैन। अब खोल्यो भने त्यो पिपल सानो हुन्छ हैन, कन्स्ट्रिक्ट हुन्छ। बुझ्नु भयो? अब मैले लगाइरहेको यो चस्मा कालो भयो, भित्र पिपल फुल्यो, तर यो युभी प्रोटेक्सन होइन भने के भयो त, भित्र फुलेकोबाट लाइटहरु झन् भित्र छिर्यो के, युभी लाइटहरु झन् भित्र बढी छिर्यो। त्यही भएर कालो चस्मा लाउँदा यो युभी प्रोटेक्सन हुनै पर्यो के, नत्र उल्टो नराम्रो असर गर्छ। बुझ्नु भयो? लायो, भित्रको पिपल ठुलो भयो, युभी प्रोटेक्सन हैन, युभी लाइट बढी छिर्यो, यसरी उल्टो नराम्रो असर गर्छ। त्यही भएर एटलिस्ट युभी प्रोटेक्सन लाउनु पर्यो। धन्यवाद।